बदाम बदाम डाइस खेल्न ल दाजु मेला लाग्यो है लाग्यो आज चाहिँ 4000 पैसा मैले मारेको छु है त डाइसमा 4000 पैसा मारेको छु अब यो डाइसमा जितेको पैसा चाहिँ म घर लादिनँ सबै आज यही केटाहरूलाई सब खर्च गरिदिने 4000 पैसा डाइसमा जितेको छु सबै यही खर्च गरिदिने अनि एकछिन हेर्नु अर्को पनि आउँदैछ ब्लग होइन यो 4000 पैसाको जाँदा के आउँछ हामीले चाहिँ अघि त्यो डाइसमा खेलेको पैसा चाहिँ सबै सकिसक्यो के गर्दा सकियो भने फेरि गएर जितिन्छ कि भनेर केटाहरूले उस्काएर डाइस हान्ने भयो सबै गयो है अब चाहिँ विरक्त लागिरहेछ उल्टो 1000 रुपियाँ पनि गयो नभए पार्टी गर्ने कुरो थियो यहाँ होइन पार्टीको कुरा थियो अब सिक्ने कुरा पनि भएन जाँड रक्सी खान चाहिँ अनिवार्य सिक्नु होला है अब अरू सबै हाम्रो साथीहरू पुरा बियर खाएर बसिरहेछ हामी चाहिँ केही खाँदैनौँ क्या दुई भाइ चाहिँ अनि एकदम साधु के भन्नु र कुरै नमिल्दो रहेछ क्या फेरि अब कोही खाने कोही नखाने भएपछि नि कुरै नमिल्दो रहेछ र त्यो चाहिँ गर्नु होला अब हामी त जाँड रक्सी चुरोट खानु ल अब डाइसमा पैसा सक्यो भने साथी आइपुगेको छ मैले चाहिँ डाइसमा सबै पैसा हालेको फोन गरेको थियो साथी आइसकेको छ अब साथीले नै खुवाउँछ जे खुवाउनु भोकै लाँदैन होला होइन ल हामी चाहिँ डाइसमा हारेर आज 1000 रुपियाँ सापट्टिमा आएको हाम्रो गुरुबालाई दिपेश गुरुबालाई ऊ चाहिँ अब अलिकति बिजी रहेछ आज लागिहाल्यो दिपेश सरको स्टाफ चाहिँ हामीसँग छन् होइन आज के भयो भने म कहिल्यै जुवा तास नखेल्ने मान्छे आज डाइसमा हारेँ र भने नि मैले जहिले भन्ने गर्छु नि तासमा जितेको पैसा र रक्सी खाएर लिएको श्रीमती एउटै हो कहिल्यै टिक्दैन अब त्यो खेलुन्जेल मात्रै हो क्या तास खेलुन्जेल मात्रै हो त्यो थाम्ने अब जितो अझै जित्न मन लाग्छ हानेको हाने पैसा त टाट